नमस्ते सबैजनालाई। अहिले म मेरो छोरीलाई नेपालमा कार सिकाइरहेको छु। नेपालमै किन त भनेर अलिकति म यसको पृष्ठभूमिको विषयमा पनि भन्न गइरहेको छु। मेरो छोरी हङकङमै जन्मियो, हङकङमै पढ्यो, हुर्किरहेको छ। उसले बाल शिक्षादेखि लिएर युनिभर्सिटीसम्मको कक्षाहरू अहिले लिइरहेको छ हङकङमै। सबै कुराहरू उसले जीवनमा जे सिक्यो हङकङमै सिक्यो उसले। त्यस कारणले गर्दाखेरि कम्तीमा एउटा कुरा कार चलाउन चाहिँ नेपालमा सिकोस् भन्ने मेरो मनसाय हो। किनभने कुन कुरा कहाँ सिकियो भन्ने कुराको पनि जीवनमा निकै ठुलो अर्थ राख्दछ। अब उसले सबै कुरा उसलाई पछि गएर सम्झँदाखेरि सबै कुरा मैले हङकङमा सिकेँ भन्ने लाग्छ। त्यो बेलामा उसले कुनै न कुनै एउटा कुरा नेपालमा सिकोस् र उसले पछि सम्झिँदाखेरि एउटा कुरा कार चलाउन चाहिँ मैले नेपालमा सिकेको थिएँ भन्ने उसको मनमा जाओस् भन्नको लागि मैले उसलाई नेपाल लिएर आएको हो। आज मे 23 तारिक, मे 20 मा उसको हङकङ युनिभर्सिटीको दोस्रो वर्षको अन्तिम परीक्षा सकिएको दिन 20 मे 20, 21 मा हामीले फ्लाइट अनि 22 देखि उसलाई मैले ड्राइभिङ स्कुलमा लगाएँ। अनि एक दिन उसले कम्पाउन्डभित्र सिक्यो बेसिक कुराहरू, ड्राइभिङ कसरी गर्ने भन्ने कुरा। अनि एक दिन सिकिसकेपछि उसलाई यति धेरै कुरा उसले जान्यो। उसको ड्राइभिङ टिचरले चाहिँ अब उसले भोलिदेखि सडकमा लाँदा हुन्छ भन्ने रेफर गर्यो। अनि त्यस कारणले आज हामीले उसलाई अनि सडकमा निकाल्दाखेरि उसले यति कन्फिडेन्सको साथ अगाडि कार लगिरहेको छ। उसको छेउमा म छु अनि मलाई निकै गर्वको अनुभूति भइरहेको छ। किनभने नानीहरूमा एकदम छिटो पिकअप गर्ने क्षमता हुन्छ भन्ने एउटा प्रमाण यो पनि हो। हेर्नुहोस् त, हिजो मात्रै उसलाई गाडीको कारको स्टियरिङ समातेको, आज उसले फिल्ली रोडमा हिँडिरहेको छ। अनि अहिले चाहिँ यहाँ अगाडि कसरी पास गर्ने भनेर उसले अहिले रोकिरहेको छ। हडबड गरेर ओभरटेक गर्नु राम्रो होइन। यता बाटो क्रस गरिरहेको छ गाडीले, ठुलो गाडीले। अनि उसले पर्खेर हेरिरहेको छ। उसले बडो कन्फिडेन्सको साथ निकै पहिलेदेखि गाडी चलाएको जस्तो गरेर उसले हिँडिरहेको छ। बडो खुसी लागिरहेछ मलाई। ल अब हेर्नुहोस् त, अगाडि बढिरहेको छ। अहिले हामी यो चाहिँ वसुन्धरा हुँदै महाराजगञ्जदेखि उत्तरतिर बुढा नीलकण्ठको बाटो जाँदैछौँ। बुढा नीलदै अहिले हामी बङ्गाल पुग्नेछौँ। बङ्गालको बाटो छिर्नेछौँ। मलाई पनि यो रुट त थाहा छैन, तर भनेअनुसार यस्तो छ। दाहिनेपट्टि लाग्नुपर्छ अरे बुढा नीलकण्ठ पुग्नुभन्दा अलिकति अगाडिदेखि। अनि त्यो बङ्गालको बाटोमा चाहिँ त्यति साह्रो भिडभाड हुँदैन, सिकारहरू राम्रो हुन्छ अरे। अनि बङ्गालको बाटो पार गरेर हामी फेरि पर बङ्गालदेखि अलिकति ओह्रालो झरिसकेपछि